तपाईँलाई त चिन्नु भएको तपाईँले नचिन्नु भएको होला श्रेष्ठ हो नेवार होइन ओ गाइज नमस्ते सबैलाई। अब हामी दिनको सुरुवात फेरि गर्दैछौँ। यहाँ बाल विकास अङ्ग्रेजी बोर्डिङ विद्यालयको कराते ट्रेनिङ हुँदैछ बच्चाहरूको लागि। अब हामी पानी लिन जान लागिरहेछौँ। प्यारी बढाल्न लागिसक्यो। गोबर ग्यास हाम्रो यो धेरै पुरानो गोबर ग्यास हो यो। कान्छे बोतलहरू खै बोतलहरू यति हो। गाग्रे चाहिँ हातमा झुन्डाउँछु म, बोतल चाहिँ यहाँ हालिदियो टोकोमा हालिदियो। हाल नि प्यारी हाल। कस्तो गर्मी हुन्छ होइन। अरू पनि जाँदैछन्, पानीतिर आइसके। ओहो पानी लिने मान्छे टर्ने छन्। तिम्रो के छ अलि जल्दी? सलेन्टर कुइरो लागिराखेको छ पानी लिने जानलाई। अब भर्खर भर्खर चहल पहल छ होइन। यसरी ट्विटी सुशील हाल्दै गीत गाउन जान्थ्यो होइन। भाइहरू यार पुरा म त ढिलो भयो यार आउनलाई। बोलाउनु पर्दैन यार। हे तेरिका अनि बोलाउनु पर्थ्यो नि यार मलाई मात्र यार। एक्लै छोड्दैछ नि यार। मान्छेहरू चाहिँ खाली खाली नै रहेछ। एक दुईजना छन्। पालो चाहिँ अब 5-10 मिनट कुर्नै पर्छ। चारजनाले भनेपछि मेरो पालो। बल्ल पालो आयो 15-20 मिनट पछि। यही पानी पनि यहाँ नलेवा जान्छ त्यही खोला त नि। खोलामै हो यो पानी। यसले धेरै सजिलो भएको नि। यस्तो सुख पाइ हामीले राख्नु हो दिनका गाडी पाउन पर्ने होला गोरु दिँदा भैँसी कुखुरा मुखी घर कहिले पनि खाली नदी काटेर कौसी रामदेवीको बारी हो त्यो उनीहरू बले पाडे मरेर गयो। बसेदेखि लिएर संसार जग्गा फेरि घर आएन पनि धानको बिटा बोकेर बाबुको हो। मैले चिनिनँ कहाँ हो र? मेरो काठमाडौँतिर हो। म यसो घुम्न आएको यहाँ। चिनेको छु तपाईँलाई त चिन्नु भएको तपाईँले नचिन्नु भएको होला। श्रेष्ठ हो नेवार होइन। पहिला गर्नुहुन्थ्यो अहिले गर्नुहुँदैन। अनि अहिले त 3 माइल भयो धारा पानी छैन। एउटा थोक पनि आउँदैन। कति एक एकर झारे अलि बेसी रोप्नु पऱ्यो भने घोडा हुने लगाएर भाँडामा परेको त्यो घर लाउने। हाकिम कता छैन? हाकिम कता घरै छ। गाडी फुर्सद छैन होला हैन। छोडिसक्नु त। त्यो मैले नभनिकन त्यहाँ हुँदैन।
हजुर मैले नभनिकन हुँदैन बनाए मैले खोल्न भन्न लाउनु होइन म आउँछु अहिले ए बाबा आउनु भन्नु बजाऊ है म यता ढिलो भइसक्यो होटेलको काम त्यसै छ कतिखेर गरौँ या छोराले बोल्छ अनि त्यहाँबाट गएर म यहाँ हालेर त्यो कुरा ल दिपक सर आम है गएँ म ल चट्ट 15-20 मिनट पाला आयो है तेरे यसरी पानी लिन गयो भने बिहान बिहान एक्सर्साइज भइहाल्यो नि के को जिम जानु पर्यो अल्छीहरू जिम जान्छ घर आइपुग्यो मान्छेहरू त पहिले आइसकेको छ ल ल ल ल ल खाना खाने यो टेबल लिएर यहाँ खानु यो यता फर्काउ फुपू बिहान बिहानै भतिनी घर आइसकेछ फुपू दादासँगै आउनु भयो ल